आइपुगेछ यो लेटेस्ट अपडेट चाहिँ यस्तो छ तातोपानी यो बाँसहरू जत्रै साँपहरू छ यहाँनिर मकै उम्रिसकेको छ। हेलो गाइस, र आज चाहिँ अब म तातोपानी आएको थिएँ, बोरङ तातोपानी, र अहिले फिलहाल चाहिँ अब तातोपानीहरू त पहिल्यै उठिसकेको र अहिलेको दृश्य चाहिँ यस्तो छ। अहिले फिलहाल चाहिँ अहिलेसम्म चाहिँ आज कति 24 मेसम्म चाहिँ अहिलेसम्म चाहिँ तातोपानी छ है, हेर्न सक्नुहुन्छ। म पनि अहिले भर्खर नुहाएर निस्किँदैछु र अहिले भने चाहिँ फेरि खोला अब खोलाले तातोपानी लानुको लागि लानु आँटेको छ। हेर्नुहोस्, खोला पनि निकै ठुलो भइसकेको छ। आज चाहिँ हिजो अस्तिको 3-4 दिनको कन्टिन्यू पानीले चाहिँ यहाँ देख्न सक्नुहुन्छ है, यो यहाँसम्म आइपुगेछ यो है, यहाँहरूसम्म योहरू भत्काएको छ है, हेर्नुहोस् होइन। अन्त यहाँ पनि यो पनि सबै खोलाले आएर बगाएछ, यहीँसम्म आएछ, यहाँसम्म। अब यहाँनिर अलिकति मात्रै उब्रेछ। अब फेरि पनि 1-2 दिन पानी यसरी नै कन्टिन्यू पऱ्यो भने चाहिँ यो तातोपानी लाने रहेछ है। र तपाईँले पनि लास्ट तातोपानी मजाले नुहाउन चाहनुहुन्छ भने अबको 1-2 हप्ता या त 1 हप्ता 2 हप्तातिरै अगाडि नै आउनुभयो भने चाहिँ तपाईँहरू नुहाउन सक्नुहुन्छ। अहिले फिलहाल चाहिँ यस्तो छ तातोपानी र यहाँसम्म आएछ खोलाहरू, यहाँबाट खोला पसेर चाहिँ यहाँ देख्न सक्नुहुन्छ। कस्तो भत्काएर अलिकति माथि जानुहुन्छ पसेछ है। र अहिलेको दृश्य चाहिँ यस्तो छ। खोला पनि अब एक्लै रङ्गित खोला भन्छ होला होइन, खोला पनि एकदमै ठुलो भन्छ। अहिले अस्तिको 3-4 दिनको पानीले गर्दाखेरि यहाँ डल्लै आएको है, र फेरि 3-4 दिन घाम लाग्यो, त्यही भएर चाहिँ अलिकति घटेको छ अहिले। र अहिलेको बोरङ तातोपानीको लेटेस्ट अपडेट चाहिँ यस्तो छ है तातोपानीको। र जतिले पनि यो भिडियोलाई हेर्नुहुन्छ होइन, 1 लाइक 1 सब्सक्राइब र सेयर गरेर सपोर्ट गर्न नभुल्नु होला। फिलहालको तातोपानीको दृश्य चाहिँ यस्तो छ है, खोला ठुलो बढिसकेको छ र गड्डीहरू यो चाहिँ जसको डेरा हुन्छ गड्डी हुन्थ्यो उनीहरूको सामान थन्काएको र अहिले सबै झार पलाएर चाहिँ यस्तो भएको छ, मकै उम्रिसकेको छ। र अर्को कुरा चाहिँ तपाईँहरू जहिले पनि इफ बोरङ तातोपानी नुहाउन आउनु भइहाल्यो भने फिलहालतिर दिउँसै आएर दिउँसै फर्कियो भने चाहिँ राम्रो हुन्छ। किनभने यहाँनिर चाहिँ अहिले चाहिँ सानो साँपहरू चाहिँ छैन, तपाईँले पत्याउँदैन होला है। यो मन्दिरको ब्याक साइडमा एउटा छ ठुलोबाट, यो खुल्ला यो ढुङ्गा भएकोतिर त्यहाँतिर आएर चाहिँ यिनीहरूले घाम ताप्ने गर्छ। यो तपाईँको यो देख्दै गर्नुभएको यो खामहरूभन्दा चाहिँ योहरूभन्दा चाहिँ डबल छ साँप चाहिँ, योभन्दा ठुल्ठुलो साँपहरू छ।